त्यो बाढी पहिरो जानु अघि चाहिँ 2-3 दिन पानी लगातार परिरहेको थियो ठिक्कको। अनि बेलुकासम्म जस बिहानसम्म हामी घरभित्रै थियो। अनि त्यहाँदेखि चाहिँ बिहानको त्यस्तै 5-6 बजेतिर चाहिँ यताको यहाँ हाम्रो झोलुङ्गी पुल थियो। अनि त्यो पुल चाहिँ यतापट्टि खोलाले हान्यो। अनि त्यहाँदेखि पुल पारी भइसकेपछि यता खोलाले हानेर चाहिँ एकैचोटि घरहरू फटाफट हान्न थाल्यो के। अनि हामी चाहिँ सामानहरू केही ल्याउन पाएन। अनि मान्छे मात्र यता के अरे मान्छे मात्र सबै पारी आयो। अनि पारीको त्यो घरहरू चाहिँ सबै लग्यो। अनि डर त लागिहाल्छ नि। अब असोजमै तर्साइहाल्यो हामीलाई हैन। आज यतातिर पानी नपरिन् माथिपट्टि पानी परेर यहाँ छेउसम्म यसपालि पनि अस्ति दिनको मात्र हान्न आयो खोलाले। अब त के अब यहाँ अलि जोस अब घर त लगिहाल्यो हैन। अलि सेफ चाहिँ हुन पाए बजारमा अलि बस्ने उचित चाहिँ हुन्छ कि भन्ने चाहिँ आशा छ। After the Rosi flood, okay, the major portion of the road has been destroyed, and we have been operating the excavator and constructing the embankment for the proper flow of the vehicles from here from Nepalthuk to the Kathmandu. हामीलाई त्यो पुल बगाएपछि साह्रै अप्ठ्यारो हुन्छ। हामी घाँस दाउरा पारीबाटै ल्याउने थियौँ हैन। हामीलाई अब रामेछाप जिल्ला मन्थली जानलाई पनि साह्रै गाह्रो भएको थियो। चाँडै नै अनि त्यो पुल बन्यो। अर्को अब फेरि तुरुन्तै अर्को पुल पनि बन्ने उ चाहिँ छ।